अब आज हाम्रो यो मासु बनाउने तयारी। अब हामीले तेल हाल्यौँ पहिला। अब यति तेल हालेपछि अब हाम्रो तेल तातेपछि अब यो प्याज र खुर्सानी यसरी चाहिँ हामी फ्राई गर्छौँ। अब यो प्याज अब यो केही समय लाग्छ यसलाई। हाम्रो यो केही समयमा यो ब्राउन कलरको भयो भने अब यसमा हामी मासुहरू हाल्छौँ। अब यो ब्राउन कलर भइसकेपछि हामीले यसमा मासुको भाग हाल्छौँ। अब यसमा मासुहरू हाल्छौँ। यसरी मासु हालेपछि अब यसलाई हामीले परि गएर भुट्छौँ। अब यसलाई हामीले यसरी भुट्छौँ। यो भुटेपछि यसरी चाहिँ आगोमा हामी मसला बेसार मात्रै हाल्छौँ। अहिले अलिकति बेसार हाल्यौँ। अब यसपछि यसमा अलिकति नुन राख्छौँ, स्वादअनुसार नुन। अब यसलाई फेरि हामी चलाउँछौँ एकचोटि। अब यो भुटिँदैछ। यो परपरी भुटिएको अवस्था। अब यसमा हामीले जिरा लसुनको पेस्ट हाल्छौँ। जिरा लसुन खुर्सानीको पेस्ट। अब चाहिँ यसमा यसरी मसलाहरू युज गरेर एकछिन फेरि भुट्छौँ यसलाई। यो गाउँमा चाहिँ हामीले यसरी चाहिँ बनाउँछौँ। लोकल कुखुरा भाले। अब यो केही समय भुटिएपछि यसमा हामीले टमाटर र हरियो धनियाँ राख्छौँ। यसमा हाम्रो यो मसलाहरू भुटिसकेपछि अब हामीले यसलाई टमाटर हालेको अवस्था छ। अब यो टमाटर एकछिन राम्रोसँग पाकेपछि हामी अलिकति सुप पनि बनाउँछौँ यसको। अब यो टमाटर चाहिँ गलाउँछौँ। गाउँघरमा यसरी चाहिँ पकाउने चलन हुन्छ है। मासुहरू हामी देख्न सक्छौँ है यहाँनिर। टमाटर हालिसकेपछि हामी यसलाई केही समय 2 मिनट जति ढाक्छौँ यसलाई यस्तै। अब यो टमाटर गलेको अवस्था हामी हेर्न सक्छौँ। एकछिन यहाँनिर टमाटरहरू गलिसकेको अवस्था छ। अब लगभग हाम्रो फाइनल भएको अवस्था छ है साथीहरू। यसरी चाहिँ राम्रो स्वादिष्ट मासु हामी बनाउन सक्छौँ। यो अर्ग्यानिक चुलो गाउँको दाउराबाट यसरी चाहिँ अब यो चाहिँ हाम्रो तयार भएको अवस्था छ साथीहरू। स्वादअनुसार च्याट्ट स्वादिष्ट।
भएको अवस्था। अब हामीले यसलाई अब खानको लागि तयार छ साथीहरू। ल यसरी चाहिँ हामी गाउँको स्वादिष्ट लोकल कुखुराको मासु यसरी बनाएर चाहिँ हामी खान सक्छौँ साथीहरू है। ल तपाईँहरू पनि सिकिराख्नुहोस् है त। आफ्नो ठाउँमा अलग अलग तरिकाले बनाइन्छ, हामी हेर्न सक्छौँ। यसरी चाहिँ बन्यो। ल यो मासु चाहिँ तयारी अवस्थामा यस्तो चाहिँ छ है साथीहरू। ल हेर्नुहोस् त।